state. Something about those city lights were calling out my name. Now mama, don't you cry. Hello guys, welcome to our yet another travel video. So यसपालि हामी गुरुङ गाउँ जाँदैछौँ. एउटा राम्रो ठाउँ याद आयो मलाई. पहिला म फ्यामिलीसँग गएको थिएँ. यसपालि चाहिँ दाइ भिनाजुलाई लगौँ सोचेको. यसपालि चाहिँ एज युजुअल हाम्रो प्यारो भिनाजु हुनुहुन्छ हामीसँग. बिहाइन्ड द क्यामेरा हाम्रो सुजन दाइ अनि सदिल दाइ इज जोइनिङ अस. अलि डिफ्रेन्ट खाली एक्सपिरियन्स गर्नेवाला छौँ हामीले. अलिकति एडभेन्चर पनि छ, अलिकति हिँड्न नि पर्छ. नानथानदेखि गुरुङ गाउँ चाहिँ 30 किलोमिटर जति छ. हामीलाई चाहिँ 1-1.5 घन्टा लाग्ला त्यसमा पुग्न. बाँकी कुरा बाटोमा गरौँ होला. अहिले लेट्स हिट द रोड. This concrete tree line's got my head up in the clouds. A good thing that I got my roots back in steady ground. With the same old small church parking lot, I cried when Bobby tied the knot. By God, we never thought he'd give her his last name. Or the ring that I won on the night that we once stayed. So guys, हामी चाहिँ टोखा कटेर सपन्ती कटेर अलि माथि आइपुग्यौँ है. सो अब यहाँबाट बाटो राम्रो छ. मेन कुरा भने This big world will always change, but the small town will stay the same. Five piece freeways led to freedom. Thought I'd leave and find my way. But when this big map tide breaks me down, I go back to the place. यतापट्टि आउनु. यतापट्टि डाइलिङ हो. ल म हाइट आयो. ल ल ल भइसक्यो भयो. ल अहिले मिलाउँ न हाइट. ल अहिले चाहिँ हामी मोतङ हो. मोतङ. ल हामी अहिले चाहिँ हामी मोतङ झरना आइपुग्यौँ. शिवपुरी आर्मी ब्यारेक चेकपोस्टको तलपट्टि. अब एकछिनमै हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ. अहिले चाहिँ बाटोमा ट्याक्कै झरना भेटेर हामी यसो ओरिहाल्यो. पानी पर्न लाग्यो फेरि है. झरना चाहिँ राम्रो छ. सबजना रोकी फोटो खिचिरहेको छ यता चाहिँ. तँलाई के भन्नु छ? मलाई के भन्नु छ यार. के भन्नु छ? मलाई केही भन्नु छैन. केही भन्नु छैन. यसमा जाम पानी पर्यो. सो गाइज फाइनली हामी पुग्यौँ है गुरुङ गाउँ. ठ्याक्क यो गुरुङ भिलेज रिजोर्ट रहेछ. सो यहाँ माथि चाहिँ रिजोर्ट रहेछ. रेस्टुरेन्ट प्लस होटल रुम्सहरू छ क्या अरे. अनि तल चाहिँ ट्राउट फार्म रहेछ. हामी चाहिँ पहिला यहाँ ब्यागहरू राख्छौँ. पानी परिरहेछ. अहिले एकछिन बस्छौँ. पानी रोकेपछि जान्छौँ किनकि अब अलि तल हिँड्नुपर्छ. त्यहाँ फार्म छ. ट्राउट पालिरहेको. त्यहाँबाट ट्राउट हन्ट गर्ने भन्ने कि के गर्ने. अब त्यस्तै ट्राउट समात्ने अनि लिएर आउने खाने है. अहिले चाहिँ पानी परिरहेछ. ल जमभित्र पुग्यौँ. सो हामी जानुपर्ने चाहिँ तल छ है. उतासम्म पुग्नुपर्छ. त्यही भएर पानी पर्ने बेला नजाउँ भनेको हो. अहिले पानी रोकेपछि आनन्दले जाउँला. फेरि ठ्याक्क आइपुग्यो. पानी नि पर्न थालिदिएर क्या. काठमाडौँको मान्छेहरूको लागि एउटा राम्रो डेस्टिनेसन हुनसक्छ. मलाई रमाइलो लाग्यो यहाँ आएर. त्यही भएर इट्स माई सेकेन्ड टाइम. भिनाजु दाईहरूलाई नि यसो घुमाउनु ल्याउँ भनेर आएको यसपालि. ल है गाइज सुकुटी आयो. मिठो रहेछ. ओ फ्राइड राइस मगाइदिउँ कि क्या हो? नमस्कार सबैलाई. आज सुकुटी चाहियो होइन. सुरुमै आउनु बित्तिकै दामी लाग्यो. पुग्नु त पुगेको छैन. अब फेरि खान्छौँ. तर मेन चाहिँ ट्राउटको लागि आएको भएर अब पानी रोकेपछि जान्छौँ अनि ट्राउटै बजाउने हो. सुकुटी खाएर हाम्रो सुजन दाई अलि अग्लो हुनु भएछ है. जोक्स साइड. अब पानी रोक्यो है. तल जान्छौँ होला. अब ट्राउट हामी समातेर ल्याएर यहाँ पकाएर खान्छौँ. सो तल र ट्राउट पाल्ने ठाउँ र रेस्टुरेन्ट चाहिँ छुट्टै रहेछ. फरक रहेछ. तल गएर ट्राउट लिएर आउँछौँ अनि फेरि हामी यहीँ रेस्टुरेन्टमै बनाउन दिन्छौँ. अनि मिठो मानेर आतङ्क हान्छौँ हामी. फेरि अस्ति नै आतङ्क हाने. अब फेरि अर्को आतङ्क हान्न जाँदैछौँ. र त्यही नै हो. फेरि पानी पर्न सक्छ. सो चाँडो गएर आउँछौँ. अलिक तलै पुग्नु छ. त्यही हो. आएर बनाएर खान्छौँ हामी. ल जाउँ. Foolish notions, foolish lies.
myself to thinking I could make something of me. Playing every game except the lottery. Serving everybody else and told myself I'm free. Misery is a showy state of bad company. बाटो चाहिँ अलि यस्तै रहेछ है पानी फेरि पर्न थाल्यो बाटो चाहिँ अलि बर्खा टाइममा त्यस्तै हो पहिला आउने बेला यस्तो विधि घाँस त थिएन अहिले चाहिँ अलि एडभेन्चर भनौँ न बाटो चाहिँ अलिक मजाकै एडभेन्चरस रहेछ है तर यतिको एडभेन्चर भएन भने त के रमाइलो त होइन त्यही रेस्टुरेन्टमा बस्यो खायो त के मजा भयो र चट्ट अलिअलि हिँड्नु नि पर्छ चप्पलमा छु गाइज म त झन् Lifted me up. The going got tough, but the tough got some love. सुगरकोमा जुगा लागेको जुगा केटाहरू हुनसक्छ जुगा ल मर्नु है यसमा जुगा ल जुगा चाहिँ छैन नै भनौँ जुवा चाहिँ गर्दैछ है खतम बर्खामा चाहिँ अलिक गाह्रै हुँदैछ के हो यहाँ र यहाँ टोक्या सुझ कस्तो लागिरहेको हामी चाहिँ अब माथि पानी रोक्यो भनेर आएको यहाँ आउँदा आउँदै बिच बाटोमै पानी पऱ्यो फर्किने कुरा नि भएन यहाँ आधी बाटो आइसकेको थियो पहिला पालि आउने बेला यस्तो घना जङ्गल त थिएन अहिले चाहिँ अलि बर्खाको कारणले नै होला घाँसहरू नि ठुल्ठुलो भएर रहेछ जुगा त त्यति बेला नै एक दुईवटा थियो अहिले त स्याउ रहेछ जुगा बल्ल तल हामी जुगा हन्टिङ गरेर निकालेर नुनमा हालिदिएका छौँ पानी पऱ्यो ट्राउट लिन आएको अब एकछिन कुर्छौँ यतै एकछिन बस्छौँ अब के गर्नु रमाइलो भयो जस यति त हुनु परिहाल्यो नि एडभेन्चरमा होइन हालत त हेरिनु न उता कस्तो छ कहिले गराउनु भएको यो 20-21 वर्ष भइसक्यो होला 20-21 वर्ष यहीँसम्म मान्छे लिन आउँछ आउँछ ट्रेनमा नि लानुहुन्छ यहीँ आउनुहुन्छ मान्छेहरू नि हाम्रो अलि तल छ बाटो चाहिँ अर्को बाटो छ आउने त हामी चाहिँ अलि एडभेन्चर गरेर आयौँ पानी चाहिँ अलिक कम भयो है फेरि त्यही बाटो जानुपर्छ जुगा सुगा त्यही हो अब जानै पर्यो होइन कस्तो छ नुनै दल्ल्या हेर्नु न त्यहाँ नुनै दल्ल्या पुरै अब जुगाले नटोकोस् भनेर अब चाहिँ हामी एकछिन टिप्छौँ यता माछा समातेर लग्छौँ They cut me down to size. ल अलि धेरै पानी भयो क्या उखेर जान्छ नि यहीँसम्म थियो You came along and lifted me up. ल The going got tough, but the tough got some love. Foolish, no. डिप्रेसन
माथि माथि टिन्डा टिन्डा धपाएर धिपाएर ल हामीले चाहिँ ट्राउट समातेर यहाँ प्याक गरिसक्यो है। अब माथि जान्छौँ। आशिषले चाहिँ आठवटा जति समात्यो। पिनाजुको नाममा चाहिँ एउटा केटाहरूले बाँकी दुईजनाको नाममा चाहिँ अब के खानुहुन्छ त तपाईँहरू? अब पानी परेर जानु पऱ्यो। अब घुमेर गयो भने फेरि यस्तो एउटा डाँडाबाट अर्को डाँडा आउँछौँ हामी, त्यही भएर त्यही बाटो जानुपर्छ। अब हेरौँ यसपालि चाहिँ कतिवटा जुगाले टोक्दो रहेछ। 1 hour later. फाइनली हाम्रो ट्राउट चाहिँ रेडी भएर आइसकेको छ। अब मजाले खाने हो। त्यत्रो हन्ट हाने ट्राउटको अनि जुगाले हाम्रो ल केटा अब त आतङ्ककारी एकदमै फ्रेस खाना नि कम छ, छँदै छैन भन्दा नि हुन्छ हौ। अब यहाँ आयो भने चाहिँ तपाईँहरू तलबाट ल्याएर दिनु कि त अब घर लगेर पकाउनु भने पकाउनु। हामी चाहिँ दिउँ। ग्रेभी मन लाग्यो भने ग्रेभीवाला पनि बन्छ। हामीले चाहिँ फ्राई भन्यौँ। तातो खाएर निकै हाल्छौँ। यता फेरि पानी पर्ला जस्तो तुफान। ल अब रमाइलो गर्दा गर्दा 7:30 भएछ है। अब घर जानुपर्छ। रमाइलो भयो, अति रमाइलो भयो। कस्तो भयो तपाईँलाई बिनाजु? मैले ल्याएको तपाईँलाई ल एकदमै रमाइलो हो। फर्स्ट टाइम एक्सपिरियन्स थियो यहाँ चाहिँ। तर बाटो चाहिँ तल टाउट फार्म जाँदाखेरि चाहिँ अलिकति गोरेटो बाटो गाह्रो नै भयो। पानी पर्दाखेरि चाहिँ अलि जुगाहरू बढी लाग्दो रहेछ। चिप्लेर त केटाहरू एक दुईचोटि लड्यो। तर रमाइलो भयो। लास्टमा यता आएर फ्राई गरेर ट्राउट खाँदा एकदम रमाइलो भयो। अनि सुकुटी पनि मिठै छ यताको। सो यदि तपाईँहरूलाई आउन मन छ भने यु क्यान भिजिट। मेहनतको फल मिठो भयो। आनन्दले बस्यौँ। वेदर नि अलि चिल नै भयो अहिले आएर। पानी त्यस्तो परेन जस्तो लाग्यो। पानी परे पनि मतलब होइन, हामी गाडीमा छौँ। यता गुरुङ गाउँमा चाहिँ हामीले ड्रोन उडाउन पाएन, पानी परे गरेर। त्यो एउटा चाहिँ अलिकति ड्रोन सट चाहिँ अलि मिस भयो। तर केही छैन। के भन्नुहुन्छ तपाईँलाई अझै? यति नै होला। ल आज भ्लग चाहिँ यतै इन गरिदिउँ होला होइन त। अब नेक्स्ट भ्लगमा भेटौँला। अब कुन कस्तो हुन्छ नेक्स्ट भ्लग थाहा छैन। तर ल यो भ्लग चाहिँ यस्तै भयो।